लगेछ आज म एकदम दामी मेरो बुढीको हातको एकदम हेर्नु आज दिउँसो कामबाट टक्क भात खान आयो कि यहाँ रहेछ भैँसीको मासु यहाँ गुन्द्रुकको अचार अनि यहाँ दामी राइस आज म कसरी खान्छ र लास्टसम्म हेर्नु होला है त म चाहिँ अब हातले खान्न सानोदेखि चम्चीले खाने बानी सानोदेखि भन्दा पनि कति वर्ष हो बुढी 8-9 वर्ष भइसक्यो होला होइन 8-9 वर्ष भइसक्यो चम्चीले खाएको अहिले हातले खाने एकदम अप्ठ्यारो लाग्छ यसरी खायो भने कस्तो कस्तो फिल हुन्छ क्या त अरूजना चाहिँ पुरै हातले खानुहुन्छ होला होइन केले खानुहुन्छ कमेन्ट गर्नु होला भन्दै आजको सुरु अब हान्नु पर्यो नि त दामी मुखमै यार थुकाइसक्यो यार बुढी तिमी क्यामेरामा नआउने हेर्नु ल है भैँसीमा टक्क यस्तो मासु खाएपछि त नमटाएर के गर्नु होइन यस्तो बोसो फेरि लास्टमा यो चाहिँ बोसो है फेरि यस बुढीले भात चाहिँ खत्रै बनाउँछ क्या त्यही भएर मोटाएकै गएको छु म यो अचार खाइदिउँ गुन्द्रुक अचार दामी अमिलो चट्टा बोसो दामी रहेछ यार बोसो यहाँनिर बोसो क्या ओइ अरे बोसो क्या ओइ अरे Doesn't have it, guys. Doesn't have it, guys. बुढी हाँसको हाँसेछ तर भात पनि होइन चुली नै खा क्या चुली है मासु पनि फेरि एक लाग्छ है मासु अचार भात ल्याम भन्थ्यो नि मेरो बुढाले त्यस्तै हान्न क्या अब हातले भए चाहिँ ल्याम हुन्थ्यो चम्चीले चाहिँ यस्तै हुन्छ कतिजनाको थुकाइसक्यो होला यसो थुक्ला चाहिँ थुकेर पानी खाने खानु होला है फर्स्ट टाइम बनाएको चाहिँ यस्तो मुखबाङ चाहिँ ल भातको मुखबाङ अचार पनि दामी बनाउँछ यार खै भैँसीको मासुमा चाहिँ चट्ट सोप हाल्यो भने झन् दामी हुन्छ क्या सोप पनि हल्का छ नि त यहाँ सोपको पनि बास्ना बबा लाउँछ अनि भैँसीमा सोप पनि कम्बिनेसन एकदम दामी हुन्छ क्या त्यही माथि गुन्द्रुकको अचार होइन पुरै नगरौँ न दाल बेगर हानिदिउँ भनेर क्या
अझै दाल खाँदा अन्न र दाल भइसक्यो प्याक अन्न र दाल भइसक्यो प्याक गम कि गमन मासु अलिक घट्दैछ नि त अब भातको चुल्ली मात्रै छ कि अलिकति क्यामेरा एङ्गल मिल्नु जस्तो छ होइन के गर्नु त यस्तै छ जिन्दगी भात सात देखिँदैन अहिले स्ट्यान्ड छैन अब स्ट्यान्ड छैन अब स्ट्यान्ड पसिहाल्छु किनेर मन छ साथीभाइहरू आफ्नै पसलदेखि किन्नुपर्ने छ अवस्था बुझ न त्यो भैँसीको बोसो खसीको बोसो एकदम बबाल लाग्छ हौ फेरि सुँगुरको बोसो चाहिँ मन पर्दैन के भएको त्यो भैँसीको खसीको चाहिँ बबाल बोसो मन लाग्छ अच्छा म चाहिँ भनेको ट्याक्क पानी खाइदिउँ भिडियो चाहिँ लामै हुन्छ होला होइन यस्तो छ कसम भात त कत्रो हालिदिएको आज भात कत्रो हालिदिएको चुली हाल्दैछ यत्रो हिजो भोक लाग्दैछ भनेको यत्रो चुली हाल्दैछ अब चाहिँ अगाइसक्यो भने खाना खाँदै जहाँ हलाइदिएर हड्डी चाहिँ बफको मासु त्यो माथि गुन्द्रुक सक्छ त अहिले चाहिँ नआउनु होला साथीहरू अहिले नआउनु अलिक पछि अगायो अब चाहिँ कहिले ए ब्रो भाइरल छ नि त्यो ब्रो त हामी चाहिँ यस्तै छ भाइरल त अब हुनु कहाँ मोटाइ चाहिँ अलिक छ होइन 90-80 केजी 90-80 केजी छ दुईटामा एउटा चाहिँ हो होइन तर फिक्स हो 80 कि 90 होइन सक्छ त अहिले जिम गएर बढाउँछ हामी घट्यौँ भन्दा घटिँदैन जिम पनि जानु एकदम अल्छी लाग्छ के गर्नु साथीभाइहरू पनि छैन खुवाइ चाहिँ फेरि यस्तो छ ढ्याउ आयो त्यसमा सरी है गाइस गाइस यो मैले खानु सकेन भने मेरो अर्को ज्याक्स छ कि त्यहाँ सुतिरहेको त्यसले खान्छ नि फेरि ज्याक्स हाम्रो हाम्रो घरमा चाहिँ ज्याक्स छ क्या ज्याक्स भनेको चाहिँ डग हाम्रो डग काले मेरो दोस्ती हो नि फेरि मेरो दोस्त बाहिर बसिरहेको छ भात खानु अहिले यसमा देखाउँछु कसरी बस्छ त यहाँ गुरुबा खप
गाइस अब म चाहिँ अब भात खाइसकेँ होइन भन्दा यो चाहिँ मेरो ज्याक्सले खान्छ जो मैले खाइसकिनँ होइन ज्याक्सले खान्छ तर भात चाहिँ एकदम दामी गुड चुम्मेवाला सर्ट थियो भन्दा आजको भिडियो यति नै हो तपाईँहरूलाई भिडियो मन पऱ्यो फलो गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला है त कस्तो फोकी पनि आयो पानी लास स्वस्थ रहौँ सुस्त रहौँ पानी खाएर बाँचौँ भने जस्तै क्या लगायत